नेपालको एक दुर्गम गाउँ कालापानी, जहाँ धेरै वर्षदेखि एउटा डरलाग्दो घटना घट्दै आएको थियो। रात पर्दै गर्दा गाउँमा अनौठो आवाजहरू आउँथे। कहिलेकाहीँ मानिसहरू हराउने गर्थे र कसैले बेउ पाउँदैनथ्यो कि उनीहरू कहाँ गए। राजु, एक पत्रकार, यी घटनाहरूको सत्यता पत्ता लगाउन गाउँमा पुग्छ। गाउँलेहरूले उनलाई यो ठाउँ छिट्टै छोड्न सल्लाह दिन्छन्। राजु भाइ, यहाँ धेरै अनौठा घटनाहरू हुन्छन्। यहाँ धेरै मानिसहरू हराइसकेका छन्। तिमी पनि हराउने छौ, वृद्ध गोपाल काका भन्छन्। तर राजु जिद्दी थियो। ऊ साँझपख एउटा पुरानो घरतिर लाग्यो, जुन गाउँको सबैभन्दा भुतहा मानिन्थ्यो। डर लाग्दो अनुभव। बिस्तारै रात पर्छ। शून्यताले भरिएको वातावरण। अचानक कतैबाट हल्का हावाको झोक्का चल्छ। राजुले आफ्नो क्यामेरा निकालेर फोटो खिच्न खोज्छ, तर एक्कासी क्यामेराको फ्ल्यास बल्दा अँध्यारो कोठामा सेतो साया देख्छ। को हो त्यहाँ? राजु काँप्दै सोध्छ। तर कुनै उत्तर आउँदैन। त्यस रात ऊ त्यो घरमै बस्ने निर्णय गर्छ। मध्यरात हुन लाग्दा अचानक ढोका आफै खुल्न थाल्छ। चिसो हावा चल्छ। टाढाबाट कराउने आवाज आउँछ। हामीलाई मुक्त गर। राजुको शिर नै तातिन्छ। ऊ झ्यालबाट बाहिर हेर्छ, तर बाहिर कोही थिएन। गाउँको रहस्य। भोलिपल्ट राजु गाउँका पुराना किताबहरू खोज्छ। उसले एउटा फाटेको कागज भेट्छ जसमा लेखिएको थियो, 100 वर्ष अघि कालापानी गाउँमा एक निर्दोष परिवारलाई नराम्ररी मारेको थियो। ती आत्माहरू अझै मुक्त भएका छैनन्। अब राजुलाई थाहा हुन्छ कि ती आत्माहरू न्याय खोजिरहेका छन्। अन्तिम रातको त्रासदी। अन्तिम रात राजु फेरि त्यही घर फर्किन्छ। अचानक पर्खालमा रातो अक्षरले लेखिएको देख्छ, त यहाँबाट जाँदैनस् भने तेरो पनि यही हालत हुनेछ। राजु त्रसित हुन्छ। अचानक नजिकैको ऐनामा रगतले ढाकिएको कालो आँखाहरू भएको भूत। ऊ एकदमै डराएर दौडन खोज्छ, तर ढोका आफै बन्द हुन्छ। केही समयमा भूत अगाडि आउँछ र चिच्याउँछ, हाम्रो हत्या गर्नेहरूलाई खोज, नत्र तँलाई पनि हामीसँगै राख्नेछौँ। राजुको होस गुम्छ। सत्य बाहिर आउँछ। बिहान ऊ होसमा आउँदा गाउँलेहरूले उसलाई भेट्छन्। के भयो राजु? राजु उनीहरूलाई ती आत्माहरूको कथा सुनाउँछ। गाउँका पुराना मानिसहरू सम्झन्छन् 100 वर्ष अघि गाउँको मुखियाले निर्दोष परिवारलाई जलाएर मारेको थियो। राजुले सोध्छ, त्यसको प्रमाण छ? गाउँका वृद्ध गोपाल काकाले एक पुरानो बाकस निकाल्छन् जसमा जलेका कागजहरू र पुरानो गहना थियो। श्राप समाप्त हुन्छ। राजुले त्यो प्रमाण प्रहरीलाई दिन्छ। गाउँलेहरूले दोषी मुखियाको वंशजलाई गाउँबाट निकाल्ने निर्णय गर्छन्। अन्ततः राति आत्माहरू देखिन छाड्छन्। गाउँ फेरि शान्त बन्छ। तर राजुले कहिल्यै बिर्सन्न त्यो रात। भूतहरूको चित्कार।